नमस्ते, स्वागत छ यहाँहरू सबैलाई। यदि केही गरी राष्ट्रिय परिचय पत्र हराएमा वा आइडी नम्बर बिर्सेमा कसरी सजिलै मोबाइलबाटै पत्ता लगाउन सकिन्छ हेरौँ। सर्वप्रथम गुगलमा गएर citizenportal.donidca.gov.np मा गएर सर्च गर्ने। त्यसपछि यो दोस्रो कार्ड भन्ने अप्सनमा जाने। देख्न सक्नुहुन्छ यहाँ फाइन्ड योर नेसनल आइडी नम्बर भन्ने पेज खुल्नेछ। त्यसपछि यहाँ आफ्नो नागरिकता अनुसारको विवरण भर्नुपर्ने हुन्छ। आफ्नो पुरा नाम नेपालीमा वा इङ्ग्लिसमा जुनमा भर्दा पनि हुन्छ। म यहाँ मेरो नागरिकता अनुसारको इङ्ग्लिस र नेपाली दुवै भरेर देखाउँदैछु। र अनि हेरौँ आफ्नो जन्ममिति नेपालीमा र नागरिकता जारी भएको मिति नेपालीमा दुवै मिति नेपालीमा भर्नुपर्ने हुन्छ। सबै विवरण भरिसकेपछि क्याप्चामा दिए अनुसारको मिति गर्ने र तल दिएको सर्चमा क्लिक गर्ने। त्यसपछि आफ्नो नेसनल आइडीमा भए अनुसारको सम्पूर्ण विवरण देख्न सक्नुहुन्छ। यहाँ देखेको मेरो आफ्नै राष्ट्रिय परिचय पत्रको विवरण हो। तपाईँहरू पनि यसरी सजिलै आफ्नो परिचय पत्रको विवरण हेर्न सक्नुहुन्छ। धन्यवाद। हेरिदिनु भएकोमा कस्तो लाग्यो यो भिडियो कमेन्ट गर्न नबिर्सिनुहोला। साथै मन परेमा लाइक र सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला। तपाईँको सहायताले अझ धेरै हौसला प्रदान गर्नेछ। हस्त धन्यवाद।